हेलो नमस्कार साथीहरूलाई स्वागत छ फेरि पनि म आइसकेको छु हाम्रो धनगढीको शहीद गेटमा जुन हाम्रो मोबाइल ग्यालेरी छ समीर मोबाइल ग्यालेरीमा आइसकेको छु। अस्ति साथीहरूले मैले त्यो चार्जवाला फ्यानको हाल्दाखेरि सबैले माया गर्नुभयो, राम्रो कमेन्ट गर्नुभयो, राम्रो फिडब्याक दिनुभयो हैन। अनि त्यो प्राइस धेरैले चाहिँ प्राइस सोध्नुभएको थियो, फ्यानको प्राइस कति भनेर, पैसा कति। अब मेन चाहिँ साउजी उहाँ हुनुहुन्थ्यो, साउजीसँग नसोधिकन मैले चाहिँ प्राइस चाहिँ उल्लेख गरेन। र अहिले जुन असार 15 को अफरमा हामीले चाहिँ ल्याइसकेको छु त्यही जुन फ्यान छ, चार्जवाला जुन ब्याट्रीबाट चल्ने पङ्खाको प्राइस आइसकेको छ। म उहाँलाई नै सोध्छु फ्यानको प्राइस कति त उहाँले कतिमा दिन सक्नुहुन्छ। सर, अस्ति मैले फ्यान लिएर गएको थिएँ अनि मेरा साथीहरूले भ्युअरले हैन उहाँहरूले चाहिँ फ्यानको प्राइस कति त, प्राइस कति रुपियाँ कति, फ्यानको कति पर्छ भनेर सोध्नुभयो। कति प्राइस कति हो भन्नुहोस् त। हेर्नुहोस् राम्रै छ हैन, तपाईँले युज गरिसक्नु भएको छ, थाहा नै होला तपाईँलाई के कस्तो छ भनेर। अब प्राइस त हामीले यसको अब उहाँहरूलाई चाहिँ स्पेसल सुट भनेपछि अब कति गरौँ भनेपछि 3000 मात्र, 3000 के कति भन्नुभयो? 3000 मात्र। ल सुन्नुभयो त, सुन्नुभयो। यो जुन हाम्रो समीर मोबाइल ग्यालेरी छ उहाँले चाहिँ चार्जवाला फ्यान, चार्जबाट चल्ने पङ्खाको प्राइस भनिसक्नुभएको छ मात्र 3000। उहाँको मुखबाट हामीले चाहिँ अफर छ, त्यो पनि हजुरको भ्युअर्सहरु आउनुहुन्छ उहाँलाई ल उहाँले चाहिँ एकदम राम्रो हामीले हेरेर आएको टिकटक हामीलाई कतिमा दिनुहुन्छ 3000 मा आँखा चिन्ने लगेर 3 वटा हात्ती यसरी दिने अनि बस मात्र 3 वटा हजार आनन्दले सुती बस हावा खाने। बस उहाँले भनिसक्नुभएको छ जुन पङ्खा छ पङ्खाको प्राइस 3000 मात्र। 3000 कसलाई भनेपछि जुन यो भिडियो हेरिराख्नुपर्छ उहाँले चाहिँ लाइक कमेन्ट अनि सेयर गरेपछि उहाँले देखाउनुहुन्छ र मात्रै पाउनुहुन्छ यो फ्यान 3000 रुपियाँ मात्र। ल है, धन्यवाद सबलाई, थ्याङ्क यू सो मच, थ्याङ्क यू सर।